ईश्वर सर, आज शेयर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट गोर्खा जिल्लाको र तनहुँ जिल्लाको कृषि फर्म अध्ययन भ्रमणमा हिँडिएको छ। यहाँ पनि हिँड्नुभयो, के पाउनुभयो किसानको समस्या? अब किसानको समस्या सबैभन्दा ठुलो त यो घाँस नै गर्नुपर्छ भन्ने किसिमले यो दाना र आहारको कुरा नै मैले धेरै पाएँ त्यहाँ। जस्तो उहाँहरूलाई मूल्य दुधको वृद्धि धेरै लागत मूल्य भएको छ। हामीले घाँस उत्पादनमा अलिकति बढावा दिन नसकेको र दाना नै महँगो भएको कारणले उहाँहरूको लागत मूल्य बढी भएको मैले बताएँ। र त्यसपछि यो दुध बिक्री भइसकेपछि उहाँहरूको भुक्तानीको समस्या एकदमै धेरै भएको भन्ने ती कुराहरू चाहिँ एकदम जटिल समस्याको रूपमा यो दुईवटा समस्यालाई मैले गोर्खा जिल्ला र तनहुँ जिल्लाका गाईपालक किसानले भनेको समस्या र हाम्रो सहकारी संस्था लिमिटेडका किसानको समस्या पनि उही छ। तपाईँ एउटा जनप्रतिनिधि भएको नाताले यी समस्या हल गर्न कसरी पहल गर्नुभएको छ, अब कसरी पहल गर्नुहुन्छ? हामीले स्थानीय स्तरबाट सहकारी माध्यमबाट गाई पालन पशुपालन गरेका किसानहरूलाई व्यास नगरपालिकाले एउटा दुधमा नै विचारमा अनुदानको व्यवस्था गरेको छ। त्यस्तै गरी हामीले वडाबाट नै वार्षिक कार्यक्रम अन्तर्गत घाँसलाई उत्पादन गर्नका लागि बेला बेलामा बर्खे घाँस हिउँदे घाँसका बिउहरू अनुदानमा दिने, किसानहरूलाई यो घाँस पराल काटेर अलिकति किफायती हिसाबले काम गर्नको लागि चापकटर मेसिनहरू अनि कुटानी पिसानी मेसिनहरू, त्यो मकै दानाहरू बनाउनको लागि ती कुराहरू पनि हामीले अनुदानमा व्यवस्था गरिरहेका छौँ। त्यसै गरी यो पशुहरूको रोगलाई निवारण गर्नका लागि व्यास नगरपालिका वडा नम्बर 10 मा पनि एउटा कृषि प्राविधिक पशु प्राविधिकको व्यवस्था गरी निःशुल्क रूपमा औषधिको पनि वितरण गर्ने कार्यक्रम रहेको र त्यो पशु प्राविधिकबाट बेला बेलामा त्यहाँका पशुहरूको चेक जाँच गर्ने, निरीक्षण गर्ने ती कार्यक्रमहरू पनि हामीले राखिरहेका छौँ। ती ठुला कृषि फर्महरू भ्रमण गर्दा हाम्रा क्षेत्रका किसानले, हाम्रा वडाका किसानले के सिक्दियो हुन्थ्यो भन्ने चाहनुहुन्छ तपाईँ? यो ठुला फर्मबाट सिक्दा चाहिँ अझ मैले के एउटा बुझेँ भने हामीले एकैचोटि ठुलो लगानी गर्नुभन्दा जुन पन्थजीको हामीले कामधेनु गाई फर्म भिजिट गऱ्यौँ, सानोबाट सुरु गर्दा राम्रो हुन्छ र हामीले सानोबाट सुरु गर्दै जाँदा बिस्तारै त्यो विषयमा व्यवसायको विषयमा सिक्दै जान सक्छौँ र आफ्नै उत्पादन बाछीहरू पाडीहरू उत्पादन गर्न सक्यो भने त्यसबाट यहीँको लोकल हावापानीमा भिज्दै गएर र लागत पनि कम हुने, निरोगी पनि रहने। त्यसकारण हामीले अब आफ्नै उत्पादन गर्नका लागि किसानहरूलाई प्रोत्साहन दिनुपर्छ भन्ने हिसाबले मैले चाहिँ पन्थजीको गाई फारमबाट त्यो कुरा लिएको छु र घाँस उत्पादनमा नै हामीले बढावा दिनुपर्छ र गाईको हामीले त्यो स्वास्थ्य परीक्षणमा नै अलिकति ध्यान दियो भने किसानहरू केही फस्टाउन सक्छन् कि भन्ने त्यहाँबाट मैले एउटा शिक्षा लिएँ। तपाईँले सिकेको कुरा वडावासीलाई अब भन्नुहुन्छ, यस्तो रहेछ, यसो गर्नुपर्छ, तपाईँको अनुभव पनि काम लाग्छ? मैले एउटा त्यहाँ गएर अनुभव चाहिँ के गरेँ भने हाम्रो जति आजको यो किसानहरू छन् उहाँहरूलाई त्यहाँ गएर सुन्दै गर्दा गाईहरूलाई दानाको मात्रा कति खुवाउने, औषधिको मात्रा कति खुवाउने, होइन, कसरी बाँझोपन रहँदैनदेखि लिएर इत्यादि कुराहरू एउटा सामान्य सानो ज्ञान अन्तर्क्रिया कार्यक्रम जस्तो गरेर उहाँहरूलाई प्रशिक्षित गरियो भने त्यसबाट उहाँहरूले लाभ लिनुहुन्छ भन्ने हिसाबले अबको कार्यक्रममा हामीले वडाबाट त्यो कार्यक्रम जोड्नुपर्छ कि भन्ने एउटा मैले चाहिँ फिल गरेको छु। हस्, थ्याङ्क यू सर। हस्, धन्यवाद।